हेलो नमस्कार मेरो युट्युब च्यानल ग्रीन काकाथालमा यहाँहरू सबैलाई स्वागत साथै धन्यवाद। मेरो यो काकाथाल बहुउद्देश्य कृषि फार्म अन्तर्गतको कफी फार्म हो। यसको चाहिँ यसपालिको 2000 कति हो यो 24 को कटिङ सकेर 25 लाग्यो। 25 मा हो यो सबै काटछाट गरेर पातलो बनाइएको छ। नभए यसमा हेर्नु सबै झ्याङहरू काटछाट गरेर यस्तो माया गर्नुहुँदैन। यो माया गऱ्यो भने अब फल्दैन। हेर्नुहोस् यो सबै काटेर यो अब यसपालि फलेको हो। यसपालि पातालो फल्यो। अब यिनीहरूले यो सबै डालाहरूमा कोपिला लागिरहेछ। यिनीहरूले राम्रो फल्छ काटछाट सकेपछि। अब यहाँ मसिनहरूले यो डाल कति फल्यो यसलाई पनि मारिदिनुपर्छ। यसरी फलेको यो हो। यसरी फल्यो 1 2 3 4 5 6 आँखामा यसले फल्यो भने आगोमा यसले त्यसको अगाडिपट्टि 1 2 3 4 5 6 7 8 आँखाले फल्यो। 8 ढुङ्गा भनेपछि आगो म्याक्सिमम फलिदिन्छ। यस्तो सबै काटछाट गर्नु पर्यो। यो ओइलीकोलाई राख्नु हुँदैन। यसले चाहिँ ठ्याक्क यो कटर भन्छ यसले यसरी चट्ट काट्दिने। यो झुन्डेकोहरू के यसरी काट्दिने। यो कन्टीतिर के हो त अनि यसले गर्दाखेरि यो काकाथाल सबै फाँफुर अनि बिरुवा काटछाट सकिएको छ। यो काटछाट पनि जान्नुपर्छ। प्राविधिक ज्ञान काटछाट भएन भने फल राम्रो दिँदैन। यिनीहरूले तपाईँको अब यसपालि हेर्नुहोस् यो यसपालि एउटा 2 ठाउँ मात्रै फल्यो। अब 1 2 3 4 5 6 7 8 9 10 दशहराले दिन्छ होइन। दशहराले दिँदाखेरि दशहराले यसरी नै लाइनै फल्नु भने कति फल्छ। त्यसो र यो कफी चाहिँ मेरो गाउँमा चाहिँ सालै पछि राम्रो फल्दैन। अलिकति समस्या त्यहाँ छ। आगोबाट सबै आगोमा छ। यसरी काटछाटी मसिनो दुःखहरू फ्याँकिदिनुपर्छ। यसले भन्ने यो अन्तर्राष्ट्रिय कफीको मापदण्ड अनुसार गर्दै जाँदाखेरि काटछाट यो बिरुवा हो जसले पोहोर अलिअलि फलेको थियो भने यिनीहरूले पोहोर अलिअलि मात्रै फल्यो। यसपालि त्यसको डबल फल्यो। आगोमा यसको डबल फल्छ। वर्षै नै बढ्छ यो बिरुवाहरू। यो चाहिँ अलिकति पात झर्ने रोग लागेर शीघ्र बन्यो। त्यसले गर्दाखेरि यो मेरो काला ग्रिन कल्चरको यो कफी अनि यो जस्तै यो अगुवा पाकै हुनाले अलिअलि टिप्नु पनि पर्छ यो। किनभने यो सिजनमा कुनै अगुवा पाक्छ। त्यसले गर्दाखेरि यहाँहरूलाई मेरो युट्युब च्यानल काकाथाल ग्रिन कल्चर छ। रिसर्च गरेर हेर्नु होला काटछाटको बारेमा। काटछाट नगरे कस्तो फल दिन्छ दिँदैन भन्ने कुरोहरू जानकारी पाउन सक्नुहुन्छ। धेरै जानकारी अथवा लिनु छ भने तपाईँहरूले मलाई डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मलाई सकेसम्मको प्राविधिक ज्ञानहरू चाहिँ म यहाँहरूलाई दिन सक्छु। यो काकाथाल ग्रिन कल्चरमा अब अलिअलि यिनीहरू पाकेको छ। हेर्नुहोस् यो पाकेपछि टिप्नुपर्छ। यो के भन्छ पर्दैन। अब यिनीहरूले यसरी राम्रो अब आगो यिनीहरूले फेरि यसको डबल फल्छ।
पालिको फलहरू यस्तै छ, त्यति राम्रो भएन, सुकेको भाँचेको सबै क्लियर गर्नुपर्छ। दाउराले यसो पाकेको छ, पाकेकोलाई यसरी नभए चराले थर्केले स्याहार भिराइदिन्छ। यो अलिअलि बिरुवा रोग लाग्यो, यसलाई तपाईँको काटिहाल्नुपर्छ। जति काटछाट गर्यो त्यति राम्रो भन्ने बुझ्यो। यहाँ अलिक काटिँदै रहेछ। अब त्यसले गर्दाखेरि यिनीहरूलाई पनि कतिको लागि ज्ञान प्राप्त छ। कहीँ लिनु छ भने तपाईँहरूले 9862212786 कन्ट्याक्ट गरेर मलाई भेट्न सक्नुहुनेछ र कफीको कटिङ सम्बन्धी काटछाड सम्बन्धी ज्ञान पूर्ण लिन सक्नुहुन्छ। किनभने म यहाँ भन्ने त्यसको लागि घन्टौँ लाग्छ, लगभग 2 घन्टा जति लाग्छ काटछाडको लागि। उमेर अनुसार काटछाड गर्दै लानुपर्छ। यो बोटको उमेर आयु लडिन्छ के हो गाठी मेरो कागथान अब आगो धेरै राम्रो फल दिने सम्भावना। यो मुनिदेखि यो सट्टै यहाँ लगभग यता घुम्दा 5 रोपनी जति लगेर छु। करिब 8 वर्ष भयो लगाएको। 3 वर्ष 4 वर्ष भयो आम्दानी दिन थालेको। हस्त, नमस्कार, धन्यवाद, थ्याङ्क यू।